हेलो गाइस, नमस्ते। है तपाईलाई स्वागत छ मेरो च्यानलमा। दिदी म हैन यहाँनिर हेर्न सक्नुहुन्छ हामी जाँदैछौँ हैन। अनि एक्चुअली रन्जिताको घरमा हैन मेरो कान्छी बहिनीकोमा चाहिँ आज हामी सरप्राइज दिँदैछ। हेर्न सक्नुहुन्छ त्यसको रियाक्सन चाहिँ कस्तो हुन्छ हामी देखाउँदै जान्छौँ हैन। दिदी बहिनी सरप्राइज गएको चाहिँ मेरो भेना भाइ यता भाइ चाहिँ पुरा सबैभन्दा एक्साइटेड चाहिँ हाम्रो भाइ छ। यता हुनुहुन्छ यता मेरो नि दाजु हो सोल्टी दाजु। दिदी बहिनी यसरी खुसी खुसी भएर जाँदै सबै हामी भेट्दै झरेर त्यो उयस मालामा चाहिँ हात हालिराख्न राम्रो आउँदैन। अहिले रोडाथाङको ब्रिजमा चाहिँ फ्ल्याट जग्गामा भ्याउँछ नि यसरी। अब बहिनीको घर पछि नै हामी देखेन होस् त भोलि जाँदा देखाउँछु तपाईँलाई। यो दामी भ्यू लाग्नुहुन्छ है। 1 किलोमिटर उता छ भन्नु ल हजुरलाई कहाँ छोड्नु हेर्न सक्नुहुन्छ गाइस मेरो बहिनीको घर जानु चाहिँ यस्तो छ है। अब चाहिँ म तपाईँहरूलाई सिप्ला 2 देखाउँदैछु हेर्न सक्नुहुन्छ है। यो चाहिँ रोड हो। अब साइडमा चाहिँ सिप्ला 2 छ है। यो चाहिँ कम्पनी हो है। सिप्ला 1 चाहिँ रम्फूपारीपट्टि छ, सिप्ला 2 चाहिँ रोडाथाङमा छ है। सक्नुहुन्छ दिदीहरू गफहरू गर्नुहुँदै थियो अनि हामी चाहिँ कसरी जाँदै थियो। चाहिँ राम्ररी तपाईँले क्लियर देख्नुहुन्छ सिप्ला 2 है। यो चाहिँ दामी छ कम्पनी चाहिँ। अनि यहाँनिर पुरानो घर पनि थियो है। बहिनीको घर चाहिँ बाटोमा चाहिँ। अनि यताबाट अब देख्नुहोस् तपाईँलाई मकै बारीहरू पनि हल्का त्यहाँदेखि हेर्नु सक्नुहुन्छ। फाइनली बहिनीको घर आइपुग्यो हो। पछि जाँदैछ हेर्नु सक्नुहुन्छ। भेना भाइ निधाएर भाइलाई बोकेर झर्नुहुँदै थियो। भाइ भाइ भन्दै थियो हेर्नु सक्नुहुन्छ यता। त्यहाँदेखि चाहिँ अब उहाँहरू जानुहुँदै थियो। अन्त यता भेना दिदी झर्नुहुँदै थियो। खोर्सानीको बिउ के भन्छ सजना होइन कसैले ल्याइदिएको थियो बहिनीलाई। अन्त भाइ बोकिनु भएको थियो। भाइ चाहिँ निधाएर अन्त दिदी म होइन पछाडि आउँदै थियो। हामी गफ गर्दै आउँदै थियो हेर्नु सक्नुहुन्छ हो। दिदी झर्ने भएको फेरि दिदी होइन पुरा सामान थियो नि त त्यही भएर झर्नु हुँदै थियो दिदी। अन्त दिदीले चाहिँ है टाउको छोप्नु भएको छ। दिदीको जेठाजु हो उहाँहरूले चाहिँ पुरा नियम पालन गर्नुहुन्छ। राम्रो पनि लाग्छ है। त्यही भएर राम्रो लाग्छ उहाँहरूको अब कल्चर है राम्रो हो। अन्त खुसी खुसी जाँदै थियो हामी हामी सरप्राइज दिनु गएको लक्ष्मीले झोलामा हाल्दैछ हो। प्योर फ्याक्ट्री हो यो चाहिँ हो। ऊ माथि हेर्नु सक्नुहुन्छ। ऊ माथिको डाँडा चाहिँ नर्सरी डाँडा हो। हामी पुरा कलेज पढ्दा स्कुल पढ्दा जान्थ्यौँ होइन। अन्त तपाईँले हेर्नु सक्नुहुन्छ ऊ मेरो दिदी भेना। मिठाई छ त ब्यागभरि हस् होइन। चाहिँ हामी मिठाई किन्नु बिर्सेछ। हामीले सरप्राइज भएछौँ मिठाई किन्नु चाहिँ। हेर्नु सक्नुहुन्छ है अलिक स्पिड बनाएको छु यसमा। अन्त हामी दुईजना देखाउँदै थियो दिदी र मैले भारी बोकेको है। दिदीले सजिलो हुन्छ केटाहरूलाई भन्दै थियो। बट साह्रो पर्छ है नानीहरू बोकेर हिँड्नु। भेनाले बिचरा नानी बोकिरहनु भएको थियो होइन। अनि तपाईँहरूलाई हल्का इन्ड्रेनी फल्सको भिडियो
देखाउँदैछु तपाईँहरूलाई डाँडाहरू। त्यहाँबाट इन्द्रेणी फल्स जान्छ है, यसको पनि भिडियो आउनेछ, हेरिदिनु सक्नुहुन्छ तपाईँहरूले। नयाँ नयाँ भ्लगर हो होइन गाइस, सब्सक्राइब चाहिँ गरिदिनु नभुल्नु होस् होला। मेरो बहिनीको रियाक्सन कस्तो हुन्छ त्यो तपाईँलाई बहिनीको घर गएर देखाउने छु। यो उकालो हिँड्दा चाहिँ प्राण पल्टेर भइरहेछ, सक्नुहुन्छ उ तलतिर। रोड खनेको होला हौ है। सबैभन्दा ज्ञानी बेसी पढ्ने दिदी चाहिँ यही हो हाम्रो सन्तानमा होइन। म अलिकति कम थियो, म त बेसी पढ्नै सकेको छैन। हेर्नु सक्नुहुन्छ है, यो चाहिँ हल्लिएको पनि छ, प्लस 2x पनि भइरहेको छ है। छिटो छिटो बनिरहेको थिएँ। बहिनीको घर जाने बाटो चाहिँ अलिक अप्ठ्यारो थियो नि त, त्यहाँ उसको घरमै रोडमा गाडी पुग्छ, तर अब गाडी थिएन होइन, अरूको गाडी भनेर ल्याएको थियो। त्यही भएर चाहिँ हामी तलैबाट सरप्राइज दियो भने चाहिँ यसलाई थाहा हुँदैन भनेर हामी चाहिँ तलैबाट गएको। गाईको हेर्नु सक्नुहुन्छ कस्तो दामी थियो है, गाईको कलर, बाछा पनि दामी थियो, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। अन्त यहाँनिर चाहिँ भाइलाई बोकेर बिचरा जानु सक्दैन थियो, बोक्नु चाहिँ भाइ अब हेर्नु सक्नुहुन्छ सरप्राइज दिँदैछ जोइ होइन, यता बहिनी। हेलो गाइस, हेलो चाहिँ आइपुग्यौँ है, हेर्नु सक्नुहुन्छ। यसको मनमा खुसी छ तर देखाउनु सकेको छैन। माया लाग्यो इन्द्रेणी फल्सको बाटो अस्ति आएको क्या त। हामी चाहिँ यता आइज अन्त क्या अस्ति मेरो बहिनी म घर भनेको तपाईँले झन्डै हामी नै सरप्राइज भयो। 1 घन्टा ढिलो आएको है, यिनीहरू भात खाएर पनि सुत्थे, ढुक्कै हुन्थ्यो। नमस्ते साइली दी भन्दै, साइली भन्न आँटेको थिएँ, भ्लग बनाउँदैछु नि त, त्यही भएर मात्रै आउने बित्तिकै पानी मागिहालेँ। यहाँले म दिदी भएपछि बहिनी चाहिँ किन बोकिसक्यो भारी मलाई बोकाएँ, हेर्नु सक्नुहुन्छ। अहिले फेरि म बहिनी भएँ अरे हो। हाम्रो हिरो है, अछि हाम्रो झुल्दैछ, एउटै छ बाउ छोराको अनुहार। नि सिधै झुल्दैछ। यहाँ दुईजना परिहरू छौ। हेलो भन्देऊ न बहिनी, हेलो भन्देऊ न, हेलो भन्देऊ, नमस्ते गरिदेऊ, नमस्ते गर नि ब्लगमै। अब तिमीहरूले हाम्रो नमस्ते गरेनौ, नमस्ते भन। नमस्ते। मेरो साइली दिदी भागेको अरे, हेर्नु सक्नुहुन्छ। यता हेर्नु मेरो साइली दिदी। अब के गर्नु, आउँदाखेरि भोलि त जाने अनि दही दिन्छु, दही दिन आएको खाइदिनको घरमा। यिनीहरू फेरि 4 बजी भात खान्छन्, हेर्नु सक्नुहुन्छ। अब 4 बजी सिटी लाग्दैछ। ए पाकिसक्यो अरे 4 बजी। यहाँ कति बजी? म 4 बजी त गोठा लाग्यो। ए 5 बज्यो, हेर्नु सक्नुहुन्छ। हामीले चाहिँ बहिनी बिमारी छ नि त, त्यही भएर हामी चाहिँ खास सरप्राइज दिएर गएको। अब कस्तो मन दुखाएर खुसी पनि भइरहेको थियो, तर कस्तो खुसी नै थियो, तर पनि अब है दिदी बहिनी भेट्दा खुसी हुन्छ। त्यही भएर ऊ चाहिँ भाइ बोकेर बसिरहेको थियो। नानी हो चाहिँ कसको कान्छी छोरी हो, कुकुर खुसी हुँदै बसिरहेको थियो है, हेर्नु सक्नुहुन्छ तपाईँ। फाइनली अब खाना खाने टाइम पनि भयो है, अन्त बहिनीले पानीहरू ल्याइदिँदैछ अब सबै है। अब त्यहाँदेखि थ्याङ्क यू फर वाचिङ माई भिडियो है। तपाईँले के भन्छ, डु नट फर्गेट सब्सक्राइब।